धेरै धेरै धन्यवाद उद्घोषक मित्रलाई। ढोरपाटन सरकार समाज वनभोज तथा भेटघाट कार्यक्रमका अध्यक्ष माननीय दुई सांसदज्यूहरू, व्यासमा उपस्थित सम्पूर्ण विद्वान व्यक्तित्व, अग्रज व्यक्तित्वहरू, लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र विशेष गरी ढोरपाटन र सँगसँगै अन्य विभिन्न क्षेत्रका पनि हुनुहुन्छ। काठमाडौँलाई आफ्नो कर्मथलो बनाएर विभिन्न कामको निमित्त बसिरहनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, सबैभन्दा पहिला म धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा राम्रो अवसर, जहाँ यस्तो अवसर सम्भवतः बिरलै मिल्ने गर्छ। म तपाईँहरूसँग कतिसँग चुनावको क्रममा भेट भयो होला, कतिसँग चुनाव पश्चात भेट भयो होला, या कतिसँग भेट हुन पनि नपाएको होला। आफ्नो जनप्रतिनिधि कस्तो हुनुहुन्छ, के भन्नुहुन्छ, उहाँको भिजन कस्तो छ, उहाँले हाम्रो ठाउँको समृद्धिको लागि के सपना देख्नु भएको छ भन्ने कुरा प्रत्यक्ष रूपमा सुन्न चाहनुहुन्थ्यो होला, बुझ्न चाहनुहुन्थ्यो होला। त्यो बुझ्न सुन्न चाहने तपाईँका सपना र मलाई पनि तपाईँहरूसँग भेटिने सपनालाई एउटा राम्रो अवसर मिलाइदिनु भएकोमा सबैभन्दा धेरै धेरै धन्यवाद यो ढोरपाटन सरकार समाजलाई दिन चाहन्छु। र सँगसँगै एउटा नयाँ आशा, नयाँ भरोसा, नयाँ सपना राखेर, मनमा ठुलो इच्छा राखेर मतपेटिकामा तपाईँले हालेको मत मात्र नभएर मायाको माध्यमले आज हामी यो स्थानमा पुगेका छौँ। र यही मार्फत तपाईँहरू काठमाडौँबाट पनि कति साथीहरू बागलुङ गएर, वहीँ गएर, ठाउँ गएर जिताउनु पर्छ है भनेर लाग्नु भएको छ। मैले केही साथीहरूलाई यहीँ चिनिसकेको छु, भेटिसकेको छु। उहाँहरूलाई पनि यही मार्फत म एकमुष्ट धन्यवाद दिन चाहन्छु। तपाईँहरूको माया, तपाईँको आशा, तपाईँको भरोसा, तपाईँको सपनालाई हामीले जीवित राख्ने प्रतिबद्धता पनि जाहेर गरेका छौँ। त्यसलाई क्रमिक ढङ्गले अगाडि बढ्नेछौँ र खुसी लाग्छ आज ढोरपाटन विशेष गरी बागलुङ क्षेत्र नम्बर 2 ले एउटा नयाँ मान्छे पाएको छ। त्यो त इतिहास रचेको छ, तपाईँको सपना केही साकार हुने क्रममा छन्। र सँगसँगै मलाई अर्को गर्व लाग्छ, एउटा सम्भवतः अर्को इतिहास पनि रचेको छ। मैले बागलुङ क्षेत्र नम्बर 2 बाट 2 जना होनहार महिला माननीय पाएको छु। समावेशिताको कुरा गरिरहँदा उत्कृष्ट समावेशिताको उदाहरण हामीले बागलुङ क्षेत्र नम्बर 2 बाट पस्केका छौँ। यस्तै क्षेत्रमा हरेक क्षेत्रहरूले यसै गरी सपोर्ट, साथ दिने यस्तै माननीयहरू पायो भने सम्भवतः देश साँच्चीकै अगाडि बढ्नेछ भन्ने विश्वास छ। त्यसर्थ यो पनि मेरो लागि सबभन्दा ठुलो गौरवको कुरा हो। बेला बेलामा हामी सहकार्य गर्दै, सल्लाह गर्दै के कसो गर्न सकिन्छ है भनेर समन्वय गर्दै मैले उहाँलाई सजेसन लिइरहन्छु। उहाँले पनि आवश्यक सहयोग समन्वय गरिरहनु भएको छ, सजेसन दिइरहनु भएको छ। उहाँलाई विशेष आभार, उहाँलाई पनि। र धेरै लामो कुरा गर्न रहर थियो, नभएको होइन, तर समय त्यस्तै छ। फेरि म त्यही बागलुङ जानु छ, केही समय पश्चात गोलकोट र बुर्तिवाङ पुग्नु पर्ने छ भोलि नै। त्यस कारणले गर्दा समयको पाबन्दी छ भनेर भनिरहेको हुनाले छोटो समय छ, धेरै लामा कुरा गर्न छन्। तपाईँका समस्याहरू अनगिन्ती छन्, मलाई थाहा छ। बागलुङ क्षेत्र नम्बर 2 लाई अहिलेसम्म राज्यले गरेको उपेक्षाका विषयलाई मैले राम्रोसँग महसुस गरेको छु र कति महसुस गर्न बाँकी पनि छ। ती महसुस गर्न बाँकी ती भावनाहरूलाई तपाईँहरूले व्यक्त गरिदिनु पर्छ। कहाँ कहाँ के समस्या छन् भनेर प्रत्येक घर घरमा पुग्न सकेको छैन। मैले चुनावमा जाने बेलामा पनि भनेको थिएँ, यसपालि त घर घरमा पुग्न सकिनँ। आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू चुनाव जिते पश्चात पक्कै पनि आउनेछौँ भनेर मैले वाचा पनि गरेको थिएँ। ती घर घरका सदस्यहरू तपाईँहरू पनि पर्नुहुन्छ। त्यस कारणले गर्दा तपाईँको गाउँका, टोलका, ठाउँका केही समस्याहरू छन् भने हामीलाई निर्धक्कको साथमा राखिदिनु होला। तपाईँको आशा जीवित राख्ने प्रतिबद्धता पहिले पनि गरिसकेका छौँ। त्यो जीवित राख्ने दायित्व पनि हाम्रो हो। त्यस कारणले गर्दा त्यो क्रमिक रूपमा जाने नै छ, हुने नै छ। समस्याहरू केही छन् भने निर्धक्क भएर राखिदिनु होला। मैले पटक पटक भनिरहेको छु, मलाई माननीय या सांसदको रूपमा नहेरिदिनु होला। तपाईँको छोरो बन्न चाहन्छु, तपाईँको दाइ बन्न चाहन्छु, भाइ बन्न चाहन्छु, सहयात्री बन्न चाहन्छु, साथी बन्न चाहन्छु। साथी, सहयात्री, दाइ, भाइ र छोरोलाई पक्कै पनि धक मानेर कुरा गरिँदैन। खुल्ला हृदयको साथमा यो समस्या पर्यो भनेर भन्न सक्नुहुन्छ र भन्नुहुन्छ भन्ने विश्वास छ। र पटक पटक हुन त एउटा यो पहिलाको निर्वाचनमा पनि कैयौँ पटक क्षेत्र नम्बर 1 का साथीहरू जानुहुन्थ्यो, जित्नुहुन्थ्यो। त्यस कारणले गर्दा मैले पनि धेरै प्रश्नको सामना गरेको छु। तपाईँ पनि टुरिस्ट उम्मेदवार, डाँडापारीको उम्मेदवार भनेर त्यो प्रश्नको निरन्तर सामना गरिरहेको छु मैले। तर मैले भनेको छु सबै साथीलाई र मैले यहीबाट पनि तपाईँलाई भन्न चाहन्छु, त्यो समस्या क्षेत्र नम्बर 1 को मान्छे गयो,
या डाँडापारीको मान्छे गयो भन्ने समस्या थिएन त्यहाँ। त्यो समस्या भनेको नेतृत्वको इच्छा शक्तिमा नै समस्या हो र मलाई विश्वास छ यति धेरै होनहार माननीयहरू पाएको छु र उहाँहरूले पनि काम गर्न खोज्नु भएको थियो होला। विभिन्न कारणले गर्दा, सरकारको अस्थिरताले गर्दा या आवश्यक संवैधानिक संरचनाको समस्याले गर्दा पनि डेलिभरीमा समस्या भएको थियो होला। त्यो पूर्व माननीय ज्यूहरू र अहिलेका माननीय ज्यूहरूसँग सकारात्मक ढङ्गले र निरन्तर संवाद गरेर तपाईहरुका ठाउँका समस्याहरूलाई समृद्धिको यात्रालाई तय गर्ने मैले अठोट लिएको छु। त्यस कारणले गर्दा टाढाको पारीको यहीँ जन्मेको पारी जन्मेको भन्नुभन्दा पनि हामीले गर्न लागेका कामहरू के छन् त्यतातर्फ ध्यान दिनु होला। कहीँनिर हामीले गलत गर्न लागेछौँ भने मानवीय त्रुटि हो, मान्छे हो, गलत हुन सक्छ, केही नबुझेर हुन सक्छ, केही बुझेर त पक्कै पनि हुँदैन, नबुझेर हुन सक्छ। त्यो बेलामा तपाईहरुको खबरदारी पक्कै पनि रहनेछ। यो मेरो मान्छे हो भनेर चुप्प लागेर बसिदिनु भयो भने फेरि म पनि तिनै असफल नेतृत्वको सूचीमा पर्न सक्नेछु र हामीलाई असफल नेतृत्वको सूचीमा पर्ने छुट छैन। सफल नेतृत्वको सूचीमा पार्नको निमित्त तपाईहरुको साथ, सहयोग, माया, आशीर्वाद र सँगसँगै खबरदारी पनि उत्तिकै आवश्यक छ। धेरै कुराहरू यहाँ हामीले राख्नु भएको छ र विशेषतः यो 7 देखि 18 सम्म मैले सरस्वती पढेको थिएँ, पहिलाका पनि केही यहाँ इन्फ्रास्ट्रक्चरका कुरा छन्, तर 7 देखि 18 सम्म केही हदसम्म अहिलेको बजेटबाट अहिलेको सरकारले आंशिक रूपमा सम्बोधन गरेको छ। केही कुराहरू केही समय पश्चात, केही महिनापछि सुरुवात हुँदैछ। र अर्को सबभन्दा इन्ट्रेस्टिङ मलाई एकदमै राम्रो लागेको कुरा यो बुँदा नम्बर 11 मा लेख्नु भएको रहेछ। साँच्चीकै मैले यो चुनावको ताका पनि भनेकै कुरा हो। हामी जितेर जान्छौँ तर गए पश्चात गाउँमा फर्किने अभियानै चलाउँदैनौँ, गाउँमा फर्किनै मान्दैनौँ। फर्किनु मात्र पनि ठुलो कुरा होइन, त्यहाँका नागरिकसँग डिरेक्टली रूपमा इन्टरेक्सन गर्न सकेनौँ भने साँच्चीकै नागरिकको समस्या के छ भन्ने कुरा थाहा हुँदैन। काठमाडौँका महलमा बसेर, सिंहदरबारभित्र बसेर बागलुङका या बागलुङ क्षेत्रमा 2 का गाउँगाउँको समस्याहरूसँग परिचित हुन सक्दैनौँ। त्यसको एकमात्र सोलुसन भनेको पटक पटक नागरिकसँग जाने, अन्तर्क्रिया गर्ने, के छ समस्या भनेर सुन्ने विधि नै उपयुक्त हुन्छ। त्यो विधिलाई तपाईहरूले पनि स्मरण गराउनु भएको छ। मैले पनि तपाईहरू मार्फत नै आग्रह गर्न चाहन्छु, हामीले मात्र नभएर तपाईहरूले नै अग्रसरता लिनुपर्छ यसमा। त्यस्तो समय छ भने मैले 4 महिना लेख्नु भएको छ, अझै सकेसम्म छिटैभन्दा छिटै पनि अन्तर्क्रियात्मक कार्यक्रमहरू राखियो भने हामीले गरेका केही कुराहरूमा, क्रियाकलापहरूमा तपाईँका प्रश्न हुन सक्छन्, जिज्ञासा हुन सक्छन्, केही भ्रम फैलिएको हुनसक्छ, केही नबुझाएर तपाईँहरूलाई अनावश्यक ढङ्गका भ्रमहरू फैलिएका हुन सक्छन्। त्यसमा स्पष्टीकरण दिने मौका पनि मिल्छ। केही तपाईँका समस्याहरू जुन सुन्न नसकिएको हुनसक्छ, विभिन्न कारणले गर्दा त्यो समस्यालाई नि प्रत्यक्ष रूपमा सुन्न सक्ने अवसर पनि प्राप्त हुनसक्छ। त्यस कारणले गर्दा मैले विशेषतः 11 नम्बर बुँदामा अलि बढी जोरदार पहल गर्नुको निमित्त सम्बद्ध सबै निकायहरू, सम्बद्ध सबै पक्षहरूलाई यहाँबाट अनुरोध गर्न चाहन्छु। अन्तिममा सबैलाई आभार व्यक्त गर्न चाहन्छु। फेरि पनि हाम्रो यस्तै गरी अन्तर्क्रियात्मक कार्यक्रम, भेटघाट कार्यक्रम रहने नै छ। तपाईँहरूको साथमा, तपाईँहरूको काखमा, तपाईँहरूको हरेक समस्यासँग हामी पक्कै पनि सँगसँगै सहयात्रा गरेछौँ। केही समस्या परेको छ, केही अप्ठ्यारो परेको छ, केही दुःख परेको छ, केही गुनासाहरू छन् भने सरकार त हाम्रो होइन, सरकार त टाढाको हो, या माननीयहरू हाम्रा होइनन्, माननीय त ठुला मान्छे हुन् भन्ने अहिलेसम्मको मानसिकताबाट टाढा रहेर हाम्रै साथी हुन् भन्ने मानसिकतामै रहेर हामीले आफ्ना कुराहरू स्पष्ट ढङ्गले राखिदिनु होला। हामी क्षेत्र नम्बर 2 को विकास यसपटक देखाउनु पर्नेछ। क्षेत्र नम्बर 2 खास विकट हो कि विशेष हो भनेर मैले त भनेको छु। त्यो विशेष ठाउँ हो, विशेष ठाउँलाई विकट बनाइएको छ। त्यस कारणले गर्दा विकट ठाउँलाई यसपटकबाट विशेषको शब्दावलीमा परिवर्तन गर्नुपर्ने छ। त्यसको लागि हामीले मात्र आँटेर सम्भव हुँदैन। तपाईँहरूको आँट पनि उत्तिकै चाहिन्छ, तपाईँको साथ पनि उत्तिकै चाहिन्छ। त्यही साथ, त्यही आँट पक्कै पनि प्राप्त गर्नेछु भन्ने पूर्ण रूपमा विश्वस्त हुँदै तपाईँसँग यसपालि म छुटिन्छु। फेरि भेट्ने बाचा गर्दछु। धन्यवाद।